साथीहरू, भुन्टीले भूपेन्द्रलाई रगत दिँदै गर्दा भुन्टीकै ज्यान खतरामा परेको छ। साथीहरू, अब भुन्टीलाई के होला त? यो जान्नका लागि पुरा भिडियो हेर्नुहोला। साथै भुन्टीलाई केही नहोस् भनेर चाहनुहुन्छ भने कमेन्टमा भुन्टी भनेर लेखिदिनुहोला र च्यानललाई सब्सक्राइब गरिदिनुहोला। साथीहरू, भुन्टी सिरियलको पछिल्लो भाग हेर्दै गर्दा तपाईँहरू एकदमै दुःखी हुनुहुन्छ। साथीहरू, यस कारणले तपाईँहरू एकदमै दुःखी हुनुहुन्छ होला कि भुन्टीलाई अब जे नै हुने देखिएको छ। साथीहरू, अबको आउँदो भागमा के होला त? म त्यसको बारेमा छलफल गर्नेछु। गत एपिसोडमा हामीले हेऱ्यौँ भूपेन्द्रको नम्बर जेरीको बुवा अथवा भूपेन्द्रको प्रेमिकाको बुवाले लिएको हुन्छ र कल आउँछ भनेर ऊ पर्खिरहेको हुन्छ। त्यत्तिकैमा जेरीको बुवाले भूपेन्द्रलाई पछाडिबाट हिर्काएको देखिन्छ र भूपेन्द्रले मलाई किन हिर्काएको भनेर उसले सोध्दै गर्दा म मेरो छोरीलाई कुनै पनि सौताको हातमा आफ्नो छोरी दिन्न। एउटा बहुविवाह भएको व्यक्तिलाई म आफ्नो छोरीलाई कदापि दिन्न। तिमीले मेरो छोरीलाई विभिन्न चालजालमा देखाएर माया जालमा फसाएर केही हुनेवाला छैन। बरु तिमी मेरो छोरीलाई छोडिदेऊ भनेर एउटा लामो वाद विवाद चलिरहेको हुन्छ र पुनः पनि भूपेन्द्रको प्रेमिका बुवाले भूपेन्द्रलाई कुट्छ र उसका दुईटा साथीहरूले पनि निर्घात रूपमा कुट्छ र उसलाई बेहोसीको हालतमा एउटा नालामा फ्यालेर त्यहाँबाट जान्छन्। साथीहरू, उता भुन्टीको दाइ टोकले चाहिँ निकै चिन्तितमा देखिएका छन्। निकै राति अबेरसम्म श्रीमती कहाँ गएको होलिन्, कतै ऊ माइत पुगेका छ कि छैनन् भनेर निकै चिन्तितमा देखिन्छ र उत्तिकैमै टोकले आफ्नो श्रीमतीलाई फोन गरेका देखिन्छ। उसको श्रीमतीले फोन रिसिभ गर्छन् र अहिले म पानी परिरहेको र एउटा बाटोमा छु भनेर जानकारी दिन्छ। साथसाथै दुईटा केटाहरू मेरो पछाडि आइरहेका छन् भनेर उसले बताउँछिन्। अहिले फोन राख्नुहोस् भनेर उसले बताउँदै गर्दा टोकले निकै चिन्तितमा देखिन्छन् र ऊ फोन राखेर घरबाट आफ्नो श्रीमतीलाई खोज्नका लागि बाहिर निस्किन्छन्। उता टोकलेको श्रीमतीलाई दुईटा ट्याफे केटाहरूले जिस्काइरहेका हुन्छन् र हातपात पनि गरिरहेको देखिन्छ। त्यत्तिकैमा टोकले त्यहाँ आइपुग्छन् र बातचित गर्दै लडाइँ भइरहेको देखिन्छ। अचानक त्यहाँ भुन्टी आइपुग्छन् र त्यो दुईटा ट्यापे केटाहरूलाई लात्तीले हिर्काएर उनीहरूलाई त्यहाँबाट भगाइदिन्छन्। टोकले पनि छक्क पर्छन्। यत्रो राति हामी भएको ठाउँमा कसरी आइपुग्यो भनेर ऊ निकै छक्क परिरहेको हुन्छन् र भुन्टीले होइन दाइ, तपाईँ घरबाट निस्किएदेखि म पनि तपाईँको पछि पछि आइरहेको थिएँ भनेर उसले बताउँछन्। टोकले चाहिँ यत्रो राति माइती जाने ठाउँमा तिमी यति बाटोमा म एकछिन ढिलो भएको भए तिमीलाई त्यो दुईटा ट्यापेरहरूले के गर्थ्यो होला, तिमीलाई के हुन्थ्यो होला भनेर निकै गाली गरिरहेका हुन्छन्। तर पनि हो साथीहरू, यत्रो राति अहिलेको वर्तमान परिस्थितिमा नारीलाई सुरक्षित रहन निकै गाह्रो छ। निकै लामो समय बहस हुन्छ। उता भुन्टीले चाहिँ तपाईँहरू दुईजना मेलमिलाप गर्नुहोस् र आजको रात चाहिँ हामी यतै बस्नुपर्छ भनेर आग्रह गर्छन् र तिनैजना त्यो रात त्यही फलैचामा नै बिताउँछन्। त्यत्तिकैमा बिहान हुन्छ। साथीहरू, उता बुवा आमा यत्रो राति तिनैजना कहाँ गयो भनेर सोध्यो भने भुन्टी तिमीले मिलाउनु पर्छ भन्ने टोकले भुन्टीलाई भन्छन्। भुन्टीले पनि यदि तपाईँ दुईजनाहरू मिल्नुभयो भने मात्रै यो कुरा मिलाउँछु भनेर उसले जानकारी दिन्छन्, बताउँछन्। भुन्टीले पनि बुवा आमा पनि जाने बेला भयो र हामी तिनैजना जानुपर्छ भनेर भुन्टीले बताउँछन् र तिनैजना आफ्नो बाटोतिर लाग्छन्। साथीहरू, यसरी टोकले दाइ, उसको श्रीमती र भुन्टी तिनैजना कुराकानी र मिलमिलाप गर्नुपर्छ है भनेर बाटोमा कुराकानी गर्दै आउँछन् र साथीहरू, अचानक भुन्टी आफ्नो श्रीमान अचेत अवस्थामा एउटा नालीको छेउमा लडिरहेको देखिएका छन्। उनी कुद्दै भूपेन्द्रको नजिक आइपुग्छन् र भुन्टीले आफ्नो टोकले दाइलाई चाहिँ दाइ
उहाँलाई सहयोग गर्नुहोस्, अब उहाँलाई अस्पताल लानुहोस् भनेर उसले बिन्ती गर्छिन्। टोक्ले दाइले पनि होइन, ऊ निकै पापी हो, तिमीलाई निकै सताएको छिन्, उसलाई जुन अवस्थामा छ त्यही अवस्थामा छोडिदिनुपर्छ भनेर भन्छन्। तर बुन्टी होइन दाइ, म उसको श्रीमती हो, म उसलाई जसरी भए पनि बचाउनुपर्छ, म उसलाई जसरी भए पनि अस्पताल ल्याउनुपर्छ भनेर बताउँदै गर्दा उसको भाउजू चाहिँ एम्बुलेन्सलाई फोन गर्छिन् र भूपेन्द्रलाई अस्पताल पुर्याउँछन्। टोकलेले चाहिँ अब हामीले उसलाई अस्पताल ल्याइसक्यौँ, अब हामी आफ्नो आमा बुवालाई गाडी चलाउन घर जाउँ भनेर भन्छन्। तर बुन्टी मान्न, होइन दाइ, म जसरी पनि यहाँ बस्नुपर्छ, म होस आएपछि म आफै घर जान्छु। तर तपाईँहरू जाने बेलामा चाहिँ उसको दाइलाई, भीमलाई चाहिँ जानकारी गराइदिनुहोस् भनेर बुन्टी त्यही बस्छन् र दाइहरू घरतिर लाग्छन्। साथीहरू र बुन्टी डाक्टरलाई भेट्छिन् र डाक्टरले चाहिँ भूपेन्द्रको निकै धेरै खुन गएको देखिन्छ, उसलाई चाहिँ अब ब्लड चाहिने भयो भनेर बुन्टीलाई बताउँछिन्। बुन्टीले पनि होइन, म जसरी पनि उसलाई बचाउन चाहन्छु, म आफ्नो ब्लड उसलाई दिन्छु भनेर डाक्टरलाई बताउँछिन्। साथीहरू उता टोक्लेलाई भूपेन्द्रको दाइलाई यो सब कुरा बताउँछन् र बुन्टी पनि अस्पतालमा छ भनेर जानकारी गराउँदछ। उता भूपेन्द्रको दाइ भीमलाई यो सबै कुरा आफ्नो श्रीमतीलाई जानकारी गराउँछन्। तर उसको श्रीमती यो सब नाटक हो, उसले नाटक मात्रै गरेको, उसलाई सम्पत्ति नाममा पास गर्नुपर्छ भनेर नाटक मात्रै गराएको होइन, जानु हुँदैन भनेर उसले इन्कार गर्छन्। तर भूपेन्द्रको दाइले मेरो भाइभन्दा सम्पत्ति ठुलो कुरा होइन, म जसरी भए पनि जान्छु भनेर ऊ अस्पतालतिर लाग्छन्। र दुई दाजुभाइ अस्पताल पुग्छन् र बुन्टी र भूपेन्द्र, एउटा भूपेन्द्र शय्यामा सुतिरहेको र बुन्टी चाहिँ उसलाई ब्लड दिइरहेको देखिन्छ। र त्यहाँसम्म यो एपिसोड समाप्त भएको देखिन्छ। साथीहरू अब बुन्टीले भूपेन्द्रलाई रगत दिएर बचाउनको देख्दा तपाईँलाई बुन्टीको यो कार्यलाई के भन्न चाहनुहुन्छ? के बुन्टीले भूपेन्द्रलाई बचाएर ठिक गरिन् त? तपाईँहरूलाई के लाग्छ त्यो पनि कमेन्टमा भनिदिनु होला।